सो हेलो गाइज, अरूको मिनी भ्लग चाहिँ कस्तो हुन्छ त्यो मलाई थाहा छैन, तर मेरो मिनी भ्लग चाहिँ आज ल्यान्डस्केप मोडमा छ। र अझै कस्तो भन्दाखेरि म चाहिँ अहिले टक्क लाएर के बाहिर यसो घुम्नुलाई आएको थिएँ होइन। टट्ट लाएर यहाँ आएँ, पार्कमा बस्यो अरे, अनि कफी खायो अरे, अनि केही भिडियोहरू बनाउनु परेको थियो, भिडियो सिडियो बनायो अरे। र साथसाथै म चाहिँ अब टक्क लाएर ब्याग बोक्नु पऱ्यो भनेको, ब्याग त कस्तो उल्टो बोकिएको हो। र फाइनली मैले ब्याग पनि सुल्टो बनाइसकेँ। र अब चाहिँ म चट्ट लाएर रुमतिर जाँदैछु, अपार्टमेन्टतिर। सो अहिले चाहिँ म तपाईँहरूलाई मेरो उयो देखाइरहेको छु, क्या फोरम देखाइरहेको छु, फोरम सुज। अनि बाटो यस्तो छ। अब चाहिँ यहाँबाट चाहिँ म चाहिँ सिडी चढ्दैछु म सिडी चढेँ। र फेरि यहाँबाट अर्को सिडी चढेँ, अनि म यहाँ बाटोमा पुगेँ। अनि यहाँ बाटोबाट म फेरि सिडीबाट झरेँ भने म सिधै तल पुगेँ। सुरु आइपुगेँ तल। फ्लावर छ यहाँनिर चाहिँ कस्तो दामी, यहाँनिर चाहिँ क्या अर्को फ्लावर रहेछ क्या, देखाइदिउँ भनेको तपाईँहरूलाई जुम गर्ने मिलेन क्या, कस्तो दामी फ्लावर के। अनि यहाँनिर चाहिँ टक्क लाएर गाडीहरू पार्क गरेको छ होइन। यो चाहिँ गाडीहरू पार्क भइहाल्यो, पार्किङ स्पेस। हाम्रो नेपालमा अब कहिले हुने हो यस्तो होइन, चट्ट लाएर जापानको पार्किङ हो कि। मलाई जहाँसम्म लाग्छ मिनी भ्लगमा चाहिँ आफूलाई देखाउनु पर्छ होला भनेर कि होइन, अरूले चाहिँ त्यसो गर्नुहुन्छ। तर म चाहिँ फेरि मिनी भ्लगमा चाहिँ फेरि भ्युवर देखाइन्छ, फेरि मेरो फेरि मिनी भ्लग छुट्टै खालको छ। अनि यहाँनिर चाहिँ एउटा सानो काउइन जस्तो छ क्या, मलाई चाहिँ फेरि डग देखिन्छ लास्टै डर लाग्छ क्या। अनि त्यहाँ कुकुर आयो, म यता भागेँ, फेरि यताबाट भागेर यता आएँ कि। आइएम अफ्रेड अफ डग। अनि यता आएँ, म यहाँबाट फेरि यताबाट जाँदैछु। मेरो पछाडि पप्पी छ डग, अनि मलाई डर लागेर म यता आएको होइन। अनि जापानिज आन्टीहरू यहाँ पानीमा उ गर्दै हुनुहुन्छ। सो यहाँनिर चाहिँ पानी हेर्न सक्नुहुन्छ तपाईँहरूले, पानी वाटर। यो कवेनतिर यता वाटर छ, अनि यो कवेन चाहिँ राम्रो छ क्या, दामी छ क्या बस्नुलाई चाहिँ। यहाँ टक्क अब बस्नु भने चप्प बसेर मैले यहाँनिर अब यहाँ बसेर म दही खान्थेँ क्या होइन। दही खान मन लागेको छ मलाई यहाँ बसेर चाहिँ क्या, तर म दही खानलाई चम्ची नै ल्याइनँ क्या, त्यो स्टोरबाट चम्ची ल्याउनै बिर्सेँ क्या, गाह्रो छ। फेरि कुनै जापानिज हो कि नेपाली हो यस्तो हुन्छ, फेरि खाएर त्यहीँनिर छोडिदिएर हिँडिरहेको क्यान के। यस्तो त नगरिदिनु नि है। कस्तो दामी छ हेर्नु न, वाओ, त्यो वन्डरफुल हेर्नु त, वन्डरफुल है। मुख चिप्लियो क्या। ए चप्पा, आज कति दिन पछाडि मैले कफी खाएको क्या, जापान आइसके पछाडि क्या, कस्तो मजा आइरह, फ्रेस बनाइरह कि मलाई कि। जापानमा चाहिँ वासरुमहरू चाहिँ यस्तरी बाटोमा हुन्छ होइन, बाटोमा मुतेर हिँड्न पाइँदैन। नेपालमा जस्तै जहाँ तुर्काइदिएर हिँडौँ न भन्ने चाहिँ हुँदैन फेरि यहाँ चाहिँ यस्तो हुन्छ। सो म गलत बाटो आएँ कि राइट वे आएँ, आई डोन्ट नो। आरिगातो गोजाइमास। सो टक्क लाएर मलाई चाहिँ हाम्रो ट्याक्सी ड्राइभर अङ्कलले चाहिँ बाटो दिनुभयो, जाऊ भन्नुभयो। अनि सो म चाहिँ आएँ, अनि फेरि बाटो यहाँबाट यता काटेँ, अनि त्यस पछाडि यहाँबाट उता जान्छु। चट्ट लाएर मजा आइरहेछ, टकटक हिँड्ने हो मजाले है। घरिघरि चाहिँ कुद्नु पनि पर्छ। ऊ अगाडि हेर्नु न, रेड लाइट आयो, स्याट भ्याएन, स्याट रेड लाइट आइदियो क्या। सो यो ग्रिन लाइटबाट चाहिँ अहिले म पार भइसकेँ र म आइसकेँ। अब चाहिँ टक्क लाएर तपाईँहरूलाई म अगाडि गएपछि देखाउँछु ल। अब चाहिँ हिँड्छु एकछिन आनन्दले, फ्रेसमा हिँडौँ न आनन्दले टक्क लाएर होइन त। सो फ्यामिली अल राइट, अहिले चाहिँ फेरि म अर्को रेड लाइटमा आएर फसेको छु। अनि यो लाइटबाट कटेँ भने चाहिँ मेरो छुट्टी हुन्छ क्या, यो रेड लाइटबाट कटेँ भने चाहिँ मेरो छुट्टी हुन्छ। सो म चाहिँ मेरो छुट्टीको लागि म वेट गरिरहेको छु। यहाँनिर अब 2टा काँटा घट्नु बाँकी छ, 2टा काँटा घटेपछि सकियो क्या यो रेड लाइट पनि क्या। 2टा काँटा झट्किहाल्यो हुन्थ्यो, अब एउटा काँटा हो क्या। अनि त्यस पछाडि त्यो तुफानमा म अपार्टमेन्टतिर कुदिहाल्छु नि। घट्न सक्यो, घट्यो, यास रन। अब त रन मोडमा हो नि फेरि, अब जाने अपार्टमेन्टतिर। सो अरूको मिनी भ्लग कस्तो हुन्छ म चाहिँ यो चाहिँ त्यतिकै हावामा तपाईँहरूलाई यसो देखाऊँ न होइन, त्यहाँदेखि यहाँसम्मको भन्ने कुरा सोचेर चाहिँ बनाएको है यो भिडियो चाहिँ। मैले यो मिनी भ्लग भनेर चाहिँ बनाएको होइन है। सो त्यो मिनी भ्लग फेरि बनाउँला, मेरो फोनमा स्टोरेज थिएन क्या। सो त्यो भएर मैले चट्ट लाएर भिडियो बनाएको क्या।
सो फाइनली फ्यामिली अहिले चाहिँ म बस्ने अपार्टमेन्टमा आइसकिसकेँ। यही अपार्टमेन्टमा चाहिँ होइन बस्ने चाहिँ हो म। चाहिँ म 3rd फ्लोरमा बस्छु। सो आजलाई यति नै हेर्नु होला, माथि चाहिँ म देखाउँदिनँ होइन, किन भन्ने कुरा अब बनाउँला बिस्तारै। अहिलेलाई चाहिँ म अपार्टमेन्टतिर सिक्छु है। बाई बाई, थ्याङ्क्स फर वाचिङ, किप लभिङ, किप सपोर्टिङ, लभ यु फ्याम अल है। बाई बाई।